अर्को दिन यसो चुचाङको राइड गर्छौँ होइन। अनि त्यतातिर ठाउँहरू पनि राम्रै छ होइन, हेर्नुहोस् अलिअलि अफरोड छ। अनि त्यही हो, अनि आज चाहिँ त्यतातिर बस्छु र भोलि चाहिँ म रिटर्न ब्याक हुन्छु काठमाडौँ। हेर्नुहोस् रमाइलो गर्नुहोस्। सो अहिले चाहिँ म यो ठाउँ चाहिँ गुजधारा हो होइन। गुजधारा त्यसपछि उता माथि चन्द्रगिरी हुँदै होइन हामी जान्छौँ। सो यो ठाउँको नाम चाहिँ चन्द्रगिरी 7 पर्छ होइन। केवल कार चढ्ने ठाउँमा आइपुग्छ होइन। हामी चाहिँ यहाँबाट स्ट्रेट जान्छौँ। ल यहाँबाट चाहिँ निकुञ्ज स्टार्ट भयो। अहिले चाहिँ धन्न आज चाहिँ पानी परेको छैन, त्यही भएर चाहिँ जस राम्रै छ होइन। यो बाटोमा पानी पऱ्यो भने चाहिँ बिचबिचमा चाहिँ बाटो ब्लक हुन्छ अनि फसिन्छ क्या यो बाटोमा। सो पानी परेको सिजनमा चाहिँ यो बाटो चाहिँ नहिँड्दै राम्रो। अर्को पनि बाटो छ होइन, तपाईँको बल्कको बाटो पनि जाने हुन्छ। यो बाटो चाहिँ अहिले पुरा पिच बनाएको छ होइन, भेरी ह्याप्पी। पहिला चाहिँ पुरै यो अफ रोडै थियो यो बाटो पनि 3-4 इयर्स अगाडि जाँदाखेरि। अहिले चाहिँ जस्तो राम्रो छ। यो बाटो भएर हामी पुग्नुपर्ने हुन्छ त्यो माथि देखेको होइन। अलिकति अफरोड छ जस्तो छ होइन यसो हेर्दाखेरि, कि यो टर्निङ मात्रै हो होइन, यो चाहिँ थाहा छैन। यहाँ त डोजरले बाटो बनाउँदै रहेछ होइन, खन्दै रहेछ। यहाँबाट चाहिँ अफरोडै स्टार्ट रहेछ क्यारे। तलसम्म चाहिँ पिच रहेछ होइन। यहाँबाट चाहिँ अलि यस्तै रहेछ। यस्तो बाटो पनि खासै राम्रै हो, त्यस्तो वर्ष छैन। बाटो माथिसम्म नै पिच होला भनेर मक्ख भएको त धोका भयो यहाँ होइन। ठिकै छ, यो बाटो राम्रो नै हो। यो डाँडा क्रस गर्ने बित्तिकै चाहिँ फेरि पिच रोड छ जस्तो लागेको थियो पहिला मलाई होइन आउँदाखेरि। लेट्स सी यता चाहिँ कस्तो छ होइन। माथि हेर्नुहोस् होइन, केबल कारहरू पनि पुरा जाने ठाउँ होइन, तर त्यहाँ केबल कार त छैन। भ्यू त दामी देख्नु रहेछ यहाँबाट। त्यो माथिको म एक स्टेप माथिबाट भ्यू देखाउँछु है। बाटो चाहिँ यस्तै हो। ओ माई गड, ल हेर्नुहोस् यहाँ टेम्पो तलतिर कता तराईतिर टुकटुक पनि भन्छ जस्तो लाग्छ। अटो हो सरी, अटो टुकटुक के भन्छ ल कसम बाटो त हेर्नुहोस्। नेपालमा त भ्याली अलिकति बाहिर जाने बित्तिकै यस्तो बाटो त देखिहाल्छ। हामी चाहिँ टपमा पुग्यौँ होइन। अब चाहिँ यहाँबाट चाहिँ ओह्रालो झर्नुपर्ने हुन्छ होइन। यहाँ चाहिँ हाइकिङ गर्नलाई पनि मान्छेहरू आउनु हुँदो रहेछ होइन। अलिअलि त भोक त लाग्यो, अब तलै गएर नै खाजा खानु पर्ला। यो त पुरै पहिरो आएर पुरा डोजरले साइड लगाएर रहेछ त यार। आमामा के हो यस्तो पहिरो आएको थियो यो बाटोमा। ल यस्तै छ, ढुङ्गा खाल्च्याङ गरेर गयो होइन। बाइक चलाउँदा जुत्ता लाएर हिँड्नुपर्छ क्या, नत्र फेरि अघि भर्खर ढुङ्गा उछिटेर खुट्टामा लाग्यो जस्तो। लास्ट टाइम त्यसरी नङमा लागेर उक्किएको थियो।
कहाँ पुग्दो रहेछ यार स्काई हेभन माथिको बाटो चाहिँ थाहा भएन सो तल बाटो जान्छ हामी होइन तल बाटोबाट चाहिँ हामी भेरा फार्म हुँदै कुलेखानी पुग्दो रहेछ सो हामी यो बाटो जान्छौँ होइन यहाँ त त्यस्तै अफरोड छ होइन आइया के हो ल होइन फार्मिङ गरिराखेको छ यहाँतिर सुपर छ ठाउँ है ल हेर्नु बारीहरू वाउ त्यो गाउँको नाम चाहिँ के हो है कस्तो राम्रो लाग्यो मलाई चाहिँ त्यो ल यहाँ त फेरि हिलो पो रहेछ त ल हामी त जताबाट गाडी हुन्छ हामी त प्रो राइडर एक ठाउँमै हो अलिकति हिलो पानी देखेको भनेको चाहिँ गाउँमा आइपुग्यो हेर्नु न कस्तो राम्रो स्पेसली ऊ त्यो चुच्चोवाला चाहिँ झन् राम्रो छ ल दामी छ हेर्नु न सल्लाहको पातै पात होइन ल अब कन्फ्युजन भयो माथि बाटो कि तल बाटो अब यहाँ मान्छे पनि छैन के गर्ने हो अब एकछिन वेट गर्नुपर्ने भयो सो गाइज कन्फ्युजन दूर भयो सो बाटो चाहिँ यो होइन तल बाटो जान्छ हामी चाहिँ लेट्स गो यहाँबाट चाहिँ अलिक उकालो लाग्यो होइन सो यो चाहिँ 2 गियरमा छ होइन ल फार्म हामी आइपुग्न लाग्यौँ जस्तो लाग्यो होइन आई गेस सो माथि चाहिँ के रहेछ माथि जाने हो यहाँबाट हेर्नुहोस् एउटा फार्म आइपुग्यो होइन ओहो मान्छे त नै रहेछ नि त यता पनि सो टिकट सिस्टम छ क्या हो यहाँ नाइस छ इन्ट्रेस्टिङ छ होइन सो बाइक चाहिँ हामीले यतै पार्क गर्नु लुक एट द भ्यू गाइज ल यहाँ त पिकनिक पनि गरिराखेको छ होइन एकछिन बस्छौँ हल्का फुल्का खाजा खान्छौँ त्यसपछि जान्छौँ काठमाडौँबाट धेरै टाढा पनि छैन जस्ट 1.5 आवर होइन लाग्छ आइपुग्नलाई सो बेस्ट ठाउँ भनेको चाहिँ यसको चाहिँ यो हो कि हेर्नुहोस् होइन म अलिक उता साइडबाट पनि देखाउँछु तपाईँलाई होइन पुरै फरेस्ट होइन सल्लाहको रुख यहाँबाट हेर्नुहोस् बडा यहाँ मान्छेहरू टन्नै आउनुहुँदो रहेछ स्याटरडे भएर हो कि मान्छे यहाँ धेरै देखिन्छ यही हो भ्यू त्यो माथिपट्टिको बाटो काठमाडौँ जाने होइन सो यो चाहिँ टपमा हो होइन यहाँबाट हेऱ्यो भने यस्तै भ्यूहरू आउँछ यही नै हो भ्यू जाने गाइज ल अब हामी घरतिर जान्छौँ होइन